ल है केटा वेलकम टु चित्र रियाक्सन अनि आज हामी हेर्दैछौँ हेरौँ है त्यहाँनिर टिम ट्रिपल 4 भनेर भिडियो हेर्नु भएको छ कि आज तपाईँहरूले हे ससुरा मेरो भाइ भन्नेवालाहरूको भिडियो आउँदैछ होइन हेरिदिउँ रियाक्ट गर्दैछु कस्तो जान्छ प्रेजेन्ट बाई टिम ट्रिपल छिमेकी भाग 8 रे हेभी ट्रेड मैले भिडियो हेरेकै यो तेरो दाइ रोनाल्डोको अगाडि के गरिरहेको छ यो आमखारा मेस्सी डिक्ची मेस्सी अनि त्यसपछि गाग्री मेस्सी थाल मेस्सी यस्ता पनि हुन्छन् सिधै तेरो दाइ रोनाल्डो यहाँ उपस्थित भइसकेको छ यी भात के भने रोनाल्डो त मेस्सीको भाइ पनि हो छोरो मेस्सीको अगाडि सुई फारिस खुब फारिस तँलाई थाहा छैन मेस्सी त झन् रोनाल्डोको नाति हो नाति यो पालिको वर्ल्ड कप त रोनाल्डोले जित्छ रोनाल्डोले के रे अब रोनाल्डोले वर्ल्ड कप जित्छ रे आज लाग्छ ए भाइ यो भालेको भो वर्ल्ड कप हो के वर्ल्ड कप अब यो रोनाल्डो त उता मेस्सीको लागि हुल्टी गर्न गएको अरे वर्ल्ड कप हेर्दै जाने बाबु यो चोटिको वर्ल्ड कप उठाउने भनेको रोनाल्डो मेरो भाइले उठाउँछ बुझिस् नि आज भोलि यो भाइ फेरि लाग्दै जोकर भएको छ क्या दुनियाँलाई हँसाउँदै हिँडिरहेको छ अब रोनाल्डोले वर्ल्ड कप जित्छ रे ए भाइ झुक्वाले पनि वर्ल्ड कप जित्छ त झुम्ने बल कतिखेर आउला भने पर्खिने त्यस्ताले पनि वर्ल्ड कप जित्छन् नत्र त्यो रुन्चे मेस्सीले हाल्छ कि होइन त्यहीले जित्नेवाला योपालिको वर्ल्ड कप जम्मै अर्कालाई पोस्ट ढुक्क गरे एउटा गेम हार्ने बित्तिकै रिटायर लैजान्छु भन्ने त्यस्ता रुन्चे जित्छन् अरे भाइ रुन्चे नबोल्नु अब तिमीहरूको काम भनेको ढुक्ने मात्र हो क्या भाउ गरेर अब जित्ने भनेका मेरा मेस्सी मेरा आदरणीय होइन प्यारो मेस्सी भाइ नै हो के रोनाल्डो त तँलाई कुट्या गुच्चा खेल्न मात्र गएको जस्तो लाग्यो होला अब रोनाल्डोको गेम पनि हेर्दाखेरि त गुच्चा खेल्यो भने त नराम्रो खेल्छ के अब के भने मेस्सी त तँलाई थाहै छ 2022 को वर्ल्ड कप विजेता पनि हो अब मेस्सीले किन नजितोस् त अब एम्पायरसँग मिलिसक्यो भने त जित्ने त भयो त जितिहाल्छ नि हग्ने पान्दैले भनेर जित्छ जित्ने भनेको एकचोटि फ्रान्सले हो ठ्याक्कै फ्रान्सले हो त्यही भएर होला परार साल कस्तरी चुट्या थियो अर्जेन्टिनाले अरे भ्यागुते छोड्दे उइला कुरा खुइले भने जस्तै हो यो चोट जित्ने भनेको फ्रान्सले हो बुझिस् कि नै फुल लगाऊ एम्बापेले एकचोटि लगाऊ त लगाऊ अहिले फेरि खेल्दै होला सिक्दैछ त्यही भएर नलगाऊ अहिले है त्यस्ता फोन छोडिदिनुहोस् मुखिया साहब है उस्तै परे तपाईँले भने फ्रान्स त समूह चरणबाटै बाहिर हुन्छ होला तपाईँलाई याद छ कि छैन युरोप कपमा कसरी चुट्याएको थियो स्पेनले याद छ नि मुखिया साहब अरे युरोप कप सब छोडे त्यही भएर एउटा फुल्यो होला दुईटा हेर यहाँ दुईटा हो योचोटि तीनटा हुन्छन् तीनटा नभए बाजी सरम रातो लाल पूर्जा बाजी टाउनको जग्गाको सर्ने हो भ्यागुते हामी हान्नु न त मेरो पनि सादा चोकको घरेडी हान्नु न त कसले जित्दो रहेछ सारा संसारले भनेछ स्पेनले जित्छ भनेर 100% हान्नु ल बाजी ओइ भ्यागुते जाला त्यही एउटा घरेडी पनि जाला फेरि यो चोटि त फ्रान्सको त आगो छ आगो एम्बापे कसरी छ जलेर कोइला भएको जस्तो बाप रे यो चोटि त दिन्छ 8 गोल हो आगो त आगो कसको आगो के को आगो परालको आगो फुस्छ एउटा गेममा हुस्स हुने पछि फुस्स हुने लास्टमा स्विच अफ भयो के को स्विच अफ हो तँलाई स्विच अफ बनाइदिन्छु मैले चाह्यो भने अस्ति खोरमा हालेर स्विच अफ बनाइदिनु लाथे विचार गर फेरि मासु चाहिँ न्यूनाको चाहिँ मुख्य गाउँको लास्टमा अब फुटबल खेलेनौ मैसँग जारी खेल्न लाग्यो होइन त तिमीले ब्राजिल भित्र नेमार मुख लागेको छ कति हुँदो रहेछ यो बाटुले पनि कति बेला आउने हो कि दिमाग खराब यार ए आयो तिमी ओहो बस न बाटुली भनेपछि तिमीलाई रोनाल्डो राम्रो लाग्छ अनि त रोनाल्डो जस्तो त राम्रो बेस्ट कोही पनि लाग्दैन मलाई भनेपछि अब तिमीलाई रोनाल्डोको खेल मन पर्यो हैन गेम त त्यस्तै हो रोनाल्डोको जात मन पर्छ मलाई अनि त्यसपछि उसको बडी वाउ उसले यस्तो गर्दाखेरि त म त फिदा हुन्छु अनि तिमी कसको फ्यान हो नि
म कसको फ्यान भन्दा पनि म त फ्रान्सको सपोर्टर हो। वाउ हो र तिम्रो र मेरो विचार पनि कस्तो मिलेको के म पनि फ्रान्सको सपोर्टर हो नि लो अनि तिमी अघि भर्खर रोनाल्डोको फ्यान भने हैन? अनि रोनाल्डो फ्रान्सबाट त खेल्छ लाटा फुटबल सुटबल हेर्नु छैन कहाँ रोनाल्डो फेरि फ्रान्सबाट खेल्छ? त्यो त स्पेनबाट खेल्छ है। हो र अनि त ए मैले त रोनाल्डो फ्रान्सबाट पो खेल्छ भन्ने सुनेको थिएँ कहाँ खेल्छ फ्रान्सबाट? फ्रान्सबाट त त्यो मेस्सी खेल्छ, रोनाल्डो त स्पेनबाट खेल्छ नि। त्यसो भए आजबाट तिमी र म स्पेनको सपोर्टर कहाँ स्पेनको सपोर्टर हुनु? म त फ्रान्सको सपोर्टर हो नि। अब मेस्सी त्यहीँ छ, त्यहीँबाट खेल्छ। मेस्सीको बाले र मेरो बाले पहिला टिका लाउँथ्यो, सँगै लेबरी काम गरेर आउनु गरे। त्यही भएर पनि मेस्सी त मलाई लास्टै मनपर्छ। अरू कुरा थाहा छैन रोनाल्डो स्पेनबाट खेलेछ स्पेनको सपोर्टर हुनुपर्छ होइन भने तिम्रो र मेरो ब्रेकअप अरे अरे बाटली के भन्दैछौ? जाब स्पेनको लागि मलाई छोड्ने कुरा गर्दैछौ? भनिसकेँ नि मैले रोनाल्डोको लागि त म मेरो बाबामा छोड्छु तिमी को हो र? यही कुरा नमिलेर 2022 मा मैले मेरो अर्को बोयफ्रेन्ड छोडेको यो तिमी दोस्रोमा पर्छौ बाटुली मलाई छोडेर नजाऊ न बाटुली। यदि मेरो हुने हो भने रोनाल्डोको फ्यान भएर आउनुपर्छ ए भगवान के हो यस्तो लाउन नि? विधि विधान अनुसार मैले पूजापाठ गरिदिइसकेको छु। यसरी गोल्ड कप ब्राजिलले जित्ने पक्का पक्की भइसक्यो। ल मेरो दक्षिणा दिनुस्, अब म निस्किनु पर्छ। ब्राजिलले हार्ने भयो फाइनलमा, फेरि पेनाल्टीमा हार्ला। यति भयो नि हार्छ रे ल अझ थप कप जित्ने पक्का पक्की भइसक्यो। म चाहिँ लाग्यो है। ल नमस्कार। छोरी अब हाम्रो ब्राजिलले जित्ने पक्का हो। आज 3 गोल हान्यो त। यो चोटिको वर्ल्ड कपमा ब्राजिल सुरुकै समूह चरणबाट आउट हुन्छ। वर्ल्ड कप जित्ने भनेको त अर्जेन्टिनाले हो, अर्जेन्टिनाले। मेरा मेस्सी दाजुले जिताइदिन्छ नि वर्ल्ड कप। केही छैन जसले जित्यो भने। ढौली के हुँदैछ? के हुने हो र ब्राजिलले वर्ल्ड कप जित्योस् भनेर पूजापाठ गरेर ए भनेपछि ब्राजिलले वर्ल्ड कप जित्छ। यताउने कसो बोलिरहेको छस् हा? घरमा ब्राजिलको फ्यान बाहेक अब बसेछ आयो भने अनि बुच्च रान्देस। ल हुन्छ आमा के पनि ब्राजिलको फ्यान त होला नि आऊ यहाँ पूजा गर्न ल ल ढौली म पनि ब्राजिलकै फ्यान हो, सँगै पूजा गरौँ है। ओम जय जगदीश हरे वर्ल्ड कप ने मारले जिता। ब्राजिलको फ्यान हो? अनि त आन्टी म झन् पेलेको पालादेखिको फ्यान हो, झन् नेमारको झन् ठुलो फ्यान हो म त। ए ब्राजिल त हाम्रो आफ्नै उयो त जाऊ त भित्र गएर मासु भात खुवाइहाल त जाऊ त। भित्र गएर मासु भात खिलाउ रे। मासु भात खान गयो साला चुटिया। ब्राजिल भुल्याबाट म त भुक्छु गए। ब्राजिलको म त फ्यान हो। ब्राजिल भुल्याबाट त भुक्छु गए हुन्छ। ब्राजिल त मेरो फ्यान हो। ब्राजिल त मेरो फ्यान हो रे आज। अब के चाहिँ कता मुन्टिन लाग्नु भयो? कता मुन्टिने र धनबाद दिदे खोलामा खाल्डो खनेछु, त्यही तिमीलाई गाड्न जाने हो। ए मलाई गाड्नको लागि हैन तपाईलाई गाड्नलाई पनि घरमै खाल्टो पनि लागेछ। होइन धनबाद दिदी किन बोलायो मलाई? हुनु त तिमीसँग बोल्ने मलाई टाइम छैन। त्यही पनि ल भन के हो? 2 मिनट तिमीलाई टाइम भयो। तिम्रो गिद्धले खाना हुने तिम्रो चट्का पट्कै जानु हुने हुने नि त मरिया छ नि भत्ता इनलाई त कालोले पनि लिन सकेन। तिम्रो केही नरहने हुने। ए अरु त त्यस्तै मुखेजी तपाईँ कसको फ्यान हो? हुन त धनबाद दिदी म तपाईँको फ्यान भइदिए खुसी हुनुहुन्थ्यो होला। घरै त मेरो कुरा मिलेको छैन। बुढी अर्जेन्टिना भन्छ, म फ्रान्स। कहाँबाट हुन्छ धनबाद दिदी? अनि धनबाद दिदी तपाईँ चाहिँ कसको फ्यान हो? अब मेरो देश ब्राजिलको फ्यान भइया भिड लाग्थ्या मासु भात खुवाउँथ्या एसीमा सुताउँथ्या। अब अरू देशको फ्यान नछ। अब घर जाने मुलापान भात खाने सुत्ने। जब मासु भातको लागि म फ्रान्सलाई छोड्छु जस्तो लाग्छ धनबाद दिदी। तिमी हो तिमीलाई चाहिँ मैले 1 महिना वर्ल्ड कप च्यालेन्जमा मासु भात खुवाउँछु, आउँछौ? ल मुखियाजी अब यो वर्ल्ड कप जित्ने भने मेरै ब्राजिलले हो। धेरै ठुला कुरा नगर्नुहोस्। हेर्दै गर धनबाद दिदी यो पटक विश्वकप फ्रान्सले जित्यो भनेपछि सब गाउँलेलाई भतेर 4वटा खसी त मेरो तर्फबाट काट्छु मुख्यमा। खुवाउनु मुखियाजी मासु भात। बरु मैले मेरो देशले जित्यो भने बरु यो गाउँ भरि सबलाई जाने भोज बजार गरेर बरु म खुवाउँछु। तिमी मासँग धेरै ठुला कुरा नगर। त्यही गाउँको मुख्य केही नभए भने मासु भातमा बिगाउन खोज्ने फ्रान्सलाई त्यसै घर बुढीसँग त कुरा मिलेको छैन। मैले अर्को ल्याउन लाग्छु बुढी। यही विश्वकपमा ल्याउने बुढी।
स्पेनले नै जित्छ के मैले रोनाल्डोले 10 गोल हान्छ 9 गोल हान्छ उता फेरि 12 गोल उता हान्छ 10 गोल हान्छ त्यसपछि ठुलो त्यो ट्रफी त एक गोल हान्छ। निकाल्ने होला भनेपछि रोनाल्डोले हामीलाई बोलाउला कि नबोलाउला भन्ने कुरो हामी त फ्यान त भइयौँ अफर 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 के हो अफर मासु भात यति दब्काउने खाने अफर छ। मासु भात कसले मार्दैन छ मासु भात फेरि बड्डा धनमाया दिदीले ब्राजिलको फ्यान हुनेलाई त घरमै बोलाएर मासु भात खुवाउँछिन् पुरै एसीमा सुत्न दिन्छ चिसो चिसो पानी चिसो चिसो जुस पुरै खुवाउँछिन्। ए अब हामी यो पोर्चुगलवालालाई हामीलाई के मतलब हो गर्दाखेरि यति लाटा छौ कि तिमी यति लाटा छौ कि कुरै छोडिदिउँ के अब हामी पोर्चुगल होइन धनमाया दिदीको अगाडि ब्राजिल बनेर जाने हो। ए मासु भात खान पाइन्छ एसीमा ड्याङ्गा हावा खान पाइन्छ नि त ब्राजिल त के हामी म्याराडोना अर्जेन्टिना त्यसपछि स्पेन त्यसपछि जसको खान पाइन्छ त्यसकै सपोर्ट गर्ने लिन अब तर हिँड्न छिटो दुईजना चाहिँ फटाएर बाउ जोरा हेर्नु अब ब्राजिलको जर्सी लाएर निस्किने छोरो हजुर हामी कसको फ्यान हो गरे हामी त ब्राजिलको फ्यान हो मनपर्ने प्लेयर को मलाई त लाइनिङ नेमा लाइमिङ नेमार गरे तेरो लाइमिङ नेमार ज्या नेमार ज्या कतिले सोध्न सक्छ तिमीलाई डाउट हुन सक्छ नेमार त्यो बेर ट्याक्कै नेमार ज्या है तँ मासु भात पाइसक्यो लागि आउला उहिले लागि बचपनमै यो ब्राजिलका फ्यान हामी फेरि पोरे छोरा के नेपालदेखि हामी अगाडि बसेर खाइरहेको ओइ अझै त कहिलेदेखि यो ब्राजिलको फ्यान भइस कहिलेदेखि नेमारको फ्यान भइस कहिलेदेखि यो पेलेको फ्यान भइस छुक्क यो चाहिँ खाना लालचमा धन्माइदिने यिनीहरू फ्यान भनेको मेस्सीका म्याराडोना अर्जेन्टिनाका फ्यान। खानु भातहरू खाना अब छुइयो तेरा भाका हार गोर्खाले यी भातहरू ठग्छन् के हामीलाई तपाईँसँग आएको यहाँ अब तपाईँको ब्राजिलको सपोर्टर बढी भयो भने रिसमा नि हामी त बचपनदेखि अर्जेन्टिना तेरो खाना लाबी लोभले मासु भात त लोभले आयो मेस्सीको फ्यान भइन अहिले अर्जेन्टिना फ्यान भइन आज हेर्छ चकाई कस्तो गरे खाना लाबीले पग्ने धन्यवाद तपाईँ अहिले साबित गर्छु मेस्सी लाटो बोल्नै नजान्ने मेस्सी लाबी रुन्च्या मेस्सी अर्जेन्टिना ठु मेस्सी देख्नु पर्यो गाडी गर्ने चाहिँ कसरी मलाई हाल्छ तिम्रो गीत नलेख्ने तिम्रो खाने किलो खटिनु हुने खाना तिम्रो गीत त लेख्नु एक्सिडेन्ट पोर्चुगल ल्याएपछि त सबलाई देखाएर हिँड्नुपर्छ सबलाई देखाएर हेर्नु। बाबा वर्ल्ड कप त नजिकै आयो त नि मलाई एउटा टिभी चाहियो घर जत्रो यत्रो मानाको यी भात तेरो बालो कमा छ र कहाँबाट टिभी ल्याउने बागाल नदियो धेरै फेरि बाख्रा बेच्ने खुर्को ल्याउनु मा त्यसो बाख्रा यहाँ पालबाट हेरेर भइहाल्छ जोनी प्रसाद के हुँदैछ यहाँ अरू के हुनु यहाँ छोरीले वर्ल्ड कप हेर्ने टिभी चाहियो अरे अरूको घरमा लान्छ यसो पालबाट हेरेर भइहाल्यो भन्थे के अब मान्दैन अनि भ्याउ त के हो नयाँ जुत्ता ल्यासका फुटबल सु जुत्ता रे जोनी प्रसाद तेरो दिमागको स्तरै यत्रै छ जुत्ता हो यो हेर्छस् के ल्याएको छु मैले हेर्छस् ल हेर देखिस् कत्रो टर्च यत्रो टर्च त मैले जिन्दगीमा देखाइदिएन है बाबा हाम्रो घरमा आएर न आज बालौँला टर्चले यसलाई गरिबको सोच गरिबै हुन्छ भने यही हो टर्च होइन जोनी प्रसाद यो त भनेको प्रोजेक्टर भन्छन् यसलाई ठुलो लाइट फर्काएपछि भित्तामा ठुलो हेर्ने ए बल्ल कुरा बुझे भनेपछि त्यो फिल्म हलमा लाउँछ नि ठुलो पर्दा त्यस्तै यो प्रोजेक्टर आमा भ्याउतेजी हामीलाई पनि विश्वकप हेराउनु पर्यो के ल त्यसो भए ल दाइलाई ढोकर एकचोटि हेर्ने भए ल दर्शन दाइ दर्शन गर कहिले भोलि लाग्दैछ ल म भन्छु म गाउँले सारालाई खबर गर्छु म टिभी यार लाग्न भोलि हेर्नुपर्छ
देख्यौ गाउँले हो देख्यौ अब त्यो हुन्छ नि यो गाउँमा कुनै समस्या छैन जे पनि पनि टेन्सनै छैन हेर्नुस् त चाहिनु प्रो मैले प्रोजेक्टर ल्याएर अहिले त आँखा फट्कै हेरेको छु सेवाले भ्याउँथ्यो मेरो भाइ मैले चाहिँ राम्रो काम गर्ने मेरो भाइले पहिलोचोटि होइन अब जे जस्तो भयो भने मुखियाजी फ्रान्स तपाईँ फ्रान्स भयो भने फ्रान्स सपोर्ट छ अहिले पोर्चुगललाई गर्नु हो हामी चाहिँ तपाईँको फ्रान्सलाई सपोर्ट गर्छौँ है अनि हामी अब अर्जेन्टिनाको गेम हुँदाखेरि फ्रान्स र स्पेनले सपोर्ट गर्ने स्पेनको गेम अनि हामीले सपोर्ट गर्ने ल राइटलाई सपोर्ट गर्ने होला नि बाबा अब हामी होइन स्पेनले जित्नुपर्छ सपोर्ट गर्नु महिला आयो अर्जेन्टिनाले जित्नु पर्यो स्पेनले जित्यो भने पोर्चुगललाई लिँदैन यति कुरा ब्राजिल बाबा त्यो दर्शकहरु छिटो सेतो भयो एन्टी कहाँ गयो एन्टी चाहिँ यो आउनु भन्ने नेमार हैन र नेमार जनकको नेमार यो त हाम्रो दुश्मन हो दुश्मनहरूको टिमको त्यसलाई त जानु चाहिँ त्यहाँ पोर्चुगलले किन नउठाइरहेको त्यस्तो फल खेल्न पाइन्छ के भन्दा ल एकअर्कासँगै झगडा प्रोजेक्टर के गोल हानिले झगडा गरेर कुटाकुट राजेश चाहिँ अब साइडमा बसेर कोट त्यसलाई